सम्मान्य सभामुख महोदय, नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या 90% नागिसकेको छ। लाखौँ नेपालीको रोजगारी, व्यवसाय र उद्यमशीलता सामाजिक सञ्जाल डिजिटल प्लेटफर्मसँग गाँसिएको छ। तर सरकार धम्कीको शैलीमा फेसबुक, युट्युब बन्द गर्ने कुरा गर्छ। सभामुख महोदय, सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा कसैको कुनै असहमति छैन। सर्वोच्च अदालतले दिएको स्पष्ट फरमादेश छ, यी प्लेटफर्म दर्ता गरेर नियमनमा ल्याउनुपर्छ। सरकारको कर्तव्य भनेको यही आदेश अक्षरशः कार्यान्वयन गर्नु हो। त्यसका लागि कूटनीतिक वार्ता, कानुनी प्रबन्धन र दीर्घकालीन रणनीति अपनाउनु हो। धम्की दिने वा हतारमा बन्द गर्ने होइन। तर सरकार संयमता र कौशल देखाउनुको साटो 1 हप्ता 2 हप्ता शैलीको धम्कीमा उत्रेको छ। यो जनहित विपरीत छ। सभामुख महोदय, विपद व्यवस्थापन र रोग नियन्त्रणमा सरकारको लापरवाहीको सीमा नागेको छ। यसै वर्ष 3447 विपद घटनामा 221 नागरिकको ज्यान गुमाइसकेका छन्। वीरगञ्जमा हैजा फैलेको 1.5 हप्ता बित्दा पनि शोध पत्ता लागेको छैन। जनता त्रासमा छन् तर सरकार मौन छ। के सरकारले हैजा नियन्त्रण गरिरहेको छ कि मान्छे नियन्त्रण? अझ व्यथित विरुद्ध बोल्नेलाई षड्यन्त्र र दमन मार्फत जेलमा हाल्ने काम भइरहेको छ। यस्तो सरकारलाई जनताको होइन अपराधीको नियन्त्रणमा परेको भन्नुपर्छ। किरण शाहलाई तत्काल रिहा गरियोस्। सभामुख महोदय, विगत 34 वर्षदेखि देशका नदी नाला कल कारखाना बेच्ने युवालाई परदेशको भट्टीमा धकेल्ने, सहकारीका अरबौँको भ्रष्टाचार गर्ने असली ठगहरू आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाठ पढाउन खोज्छन्। म प्रश्न गर्न चाहन्छु, सहकारी पीडितको 88 अर्ब कहिले फिर्ता हुन्छ? किसानलाई मल भुक्तानी कहिले दिने? मिटर ब्याज पीडितले न्याय कहिले पाउने? भिजिट भिसा मानव तस्करीको फाइल कहाँ लुकाएको छ? किन कारवाही भएन? सभामुख महोदय, 3 दशकको दलाल संस्कार, भ्रष्टाचार र लुटतन्त्रले देशलाई खोक्रो बनाएको छ। तर जनता अब मौन छैनन्। यो मक्चेको संरचना केही वर्षमा भत्काउने आन्दोलन सुरु भइसकेको छ। यही कारणले तिनीहरूको निदा हराम भएको हो। म सभामुख महोदय मार्फत स्पष्ट भन्न चाहन्छु, हेक्का रहोस् 84 सम्म सहौला, त्यसपछि हेरौला। मानव तस्करी र भ्रष्टाचार विरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ। हाम्रो माग पुरा होस्। धन्यवाद।